आज मामुको बर्थडे हो भन ह्यापी बर्थडे टु यु मामु छिटो छिटो पहिला ह्यापी बर्थडे भन्न पहिला ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु हेलो गाइज अनि मामु पहिला भन्ने त ह्यापी टु यु हो मेरो नानी कति ब्युटिफुल देखेछ उहाँ फोनमा हेर न यी ल छिटो भन त कपाल लायो ला छैन हेलो साथीहरू म चाहिँ यहाँ पूजा गर्न लागेको अनि पूजा भन्दा नि आज मैले चाहिँ सामालाई पूजा गर्छु यहाँ चाहिँ मेरो छोरी पनि रेडी भएको छ होम गर्नलाई यो चाहिँ हाम्रो प्रसाद अरू कुरा केही पनि राखेन नानीले खाना खोज्छ यो चाहिँ मेसु सामा भगवानको फोटो हो आज उहाँको पनि बर्थडे भएको भएर ल हामी चाहिँ यहाँ यसरी होम गर्छौँ अनि हामीले के बनाउन लगाएको सानो पापा अनि के बनाउने रे सानो हामीले मोमो अनि अहिले हामीले के काट्ने रे सानो केक कसले ल्याउँछ नि केक सानो ड्याडीले ल मेरो आमाले मोमो बनाउनु भएको छ भन न आमाले मोमो बनाउनु भएको छ हामी मोमो बनाएको हो गाइज भन न मोमो खोइ मोमो आमाले बनाउनु भएको छ नि तल देख्यो आमाले आमा मोमो बनाउनु भएको हो भन न सानो मोमो अनि मासु पनि पोल्ने टेबलमा छ नि ए हो र भन ह्याप्पी टु यु गर्ने हो भन ए चुप्पा चुप भन चुप्पा ल ल सबैलाई बाई बाई गर फेरि भेटौँला See you soon. ल मैले बाबु बोकेछु भन सानोले के बोक्नु भएको रे बाबु बोकेको हो ए ल बाई बाई के गर्छ है यसरी हामी मोमो बनाउन लाग्यो है भन ल हामी यहाँ मोमोको लागि मम्मीले बेल्दै हुनुहुन्छ मोमो बनाउनको लागि यो चाहिँ चिकन किमा रेडी भइसकेछ अनि यहाँ चाहिँ पोर्कको लागि किमा रेडी भइसकेछ यहाँ चाहिँ झिरको लागि मासु पनि रेडी भइसकेछ साथीहरू मेरो छोरा त्यहाँ एक्लै खेलिराखेछ चकचक गरेर बाजेले पनिसमेन्ट दिएर त्यहाँबाट यता आउने होइन भन्नुभएको छ रानी चाहिँ यहाँ नानी पनि यहाँ खेलिरहेछ नानीले बाबु बोकिरहेछ नानीको डल यो चाहिँ यहाँ झिर बनाउने सिङ्का होइन त बुढो झिर बनाउनको लागि यहाँ बुढोले चाहिँ पुरै सिङ्का धोएर राख्नुभएको छ अब हामी एकछिन पछि भाइ बहिनी आएपछि झिर पोलेर मोमो बनाएर खाने हो साथीहरू लो तुनी म त अब मोमो बनाएँ है त बर्थडे हो उठे नानी बसेपछि पिठले आमाले मोमो बनाए है मासु पोलेर खाने है अनि यहाँ मासु छ पिठले बनाएको बहिनी बिटले यसरी मोमो बनाछ भन न पिठले यसरी मोमो बनाए आज मेरो ड्याडीले केक ल्याउने हो पछाडिको यहाँ रेडी उठेको ल है साथीहरू हामी त यहाँ आज के गर्ने रे बुढो यहाँ मासु पोलेर खाने हो झिर बनाएर आज लाउनुहोस्
अनि यहाँ यसरी आगो फुक्दैछ नानी पनि बस्नुहोस् त पिक्कामा अन्त सेलाको कसले खान्छ चिम्टा त्यतै खा त्यो आडामा कुनामा टोपी चाहिँ यहाँ राख्छु है Hey guys, आज मेरो मामको बर्थडे हो साथीहरू भने साथीहरू ए यारले आगो फुकेछ भने आगो फुकेछ उता ठुल्टा दिले डराउँछ र उता उता अगाडि मुलाछ दादी ल है साथीहरू अब यहाँ मासु पोलेर खाने भनेर रेडी गर्दैछौँ हामी यहाँ मेरो छोरी छ मेरो छोरीले यहाँ डल पनि बोक्दैछ दुई दुईवटा डल यसरी डल बोक्दै हिँड्दैछ बिस्तारै ए त्यसरी नै अब यहाँबाट हान्ने छोडो छोडो छ तिम्रो कालो हुन्छ कालो अगार जस्तै कालो मान्छे काले अगाडि जस्तै कालो ल यो पनि सुन्न ए मैले सब कुरा गरिसकेँ है साथीहरू सब कुरा ल है साथीहरू हाम्रो चाहिँ यहाँ पोर्क झिर बनाउन रेडी भइरहेछ किन त मेरो छोरीले भिडियो गरेको छट उता जा बाटो छट भन्छ के गर्ने हो साथीहरू गाह्रो छ मलाई ल यसरी पुरै पोर्क झिर बनेछ ल नानी पनि ड्याडीसँग गएर बस्नुहोस् त आहा कस्तो राम्रो देखिएको सानो के पोलेको रे हामीले मासु खान्छ यहाँ न मेरो कालोले मासु मोमो पनि खाने हो के बनाएको छ रे सानुको घर आज चाउमिन अनि माछा अनि मेरो सानुको चाहिँ पुरै नोजबाट वाराती भइरह ल है साथीहरू झिर चाहिँ यसरी पोल्दै हुनुहुन्छ मेरो बुढोले आज मेरो बर्थडे हो नि त त्यही भएर मेरो बुढोले बुढीको लागि स्पेसल झिर बनाएर खुवाइदिन लाउनु भएको अरे ल किनकि मलाई झिर खान मन लागेछ बुढो भनेको अनि झिर बनाउँदै हुनुहुन्छ हजुर ल ल म लिएर आउँछु ल है साथीहरू मोमो बनाउनेको मेरो मम्मीको हालत हेर्नुहोस् त यता धुलोले पिठोले ल यहाँ चाहिँ हामीले यसरी चिकन मोमो बनाउँदै थियौँ है गाइजहरू यहाँ चाहिँ मोमो बनाएको भर्खरै तल स्टिम पनि भएको छैन चाहिँ मोमो यसरी बनाउँदैछु मोमो चाहिँ तल तल उम्लिँदैछ सो बाफ पनि आएको छैन है साथीहरू मेरो छोरी चाहिँ यहाँ आफ्नो दादालाई ढोका थुनेर राखेको छ अनि ल जाऊ नि त ढोका खोल्न भन ल जाऊ जाऊ बाबा ढोका खोलिदिनुहोस् दादालाई भन जाऊ जाऊ आउन लाग्यो छिटो जाऊ बाबा भन आफ्नो दादालाई चाहिँ बाबाले भित्र थुनेछ अनि त्यही भएर जाऊ बोलेछ मेरो बाबा भन न जाऊ त खोल्न लागेको छ अरे जाऊ ल छिटो
नानीले बोलाएकै सुने छैन अरे बाबाले दादाले भनेको ल जाऊ बिचले त घाँस सक्छ त नि भित्रबाट लगाएको ल जाऊ छिटो ल जाऊ बाबा मेरो दादालाई ढोका खोलिदिनुहोस् प्लिज भन ल जाऊ बिगले खोल्नै सक्दैन यहाँ यस्तो चापी लगाएको छ नि कसरी ए यहाँ यस्तो ढोका बन्द छ अनि बिगले कसरी सक्छ यहाँ बिगले सक्दैन नि ल बाबा भनेर जाऊ प्लिज भन न ढोका खोल्नुहोस् ल ल ल जाऊ नानी पनि जाऊ भित्र ल ल बन्द है साथीहरू हाम्रो त यहाँ मोमो अनि झिर पनि रेडी भइसक्यो ल यसरी हामी यहाँ मोमो अनि झिर खाँदैछौँ वेयर इज माई राहानी आले हेलो गाइज मेरो सानूले के खानुभएको अनि अनि हेलो छोरो के खाँदैछौ तिमी ए के खाँदैछौ त नि वाउ झिर अनि मोमो ल झिर अनि मोमो खाँदैछौँ ह के त मोमो सेलायो मोमो सेलायो मोमो सेलायो मोमो भ्यायो मोमो भ्यायो कसको मोमो भ्यायो ल हामीले यसरी खाँदैछौँ बहिनी र भाइ आउँदैछ हामीले चाहिँ सुरु गऱ्यौँ है त ल साथीहरू ल सेलाकोलाई अघि नै बनाएको सेलाइसक्यो होला सिलाएछ खै सिलाएछ भने फेरि उनीहरू ततायो भने अब यो झरेको चाहिँ मैले खाएँ त अब ल सुरु सुरु तातो पहिला मोमो खाने कि खाने ल सुरु अब हामी नेक्स्ट लट है यो केटाकेटी भ्यायो आमा बाबा भ्यायो अब हामी नेक्स्ट लट मम्मी ल तातो झिर खाइहालौँ ल खानु यहाँ छ क्या मम्मी न अब मम्मी बाबालाई रातो भइले यो खाँदै गर्नु क्या म ततालाई यो पनि सेलाउँछ त्यो पनि सेलाउँछ ल अहिले भ्याउने बेलामा हामीलाई ल के हुन्थ्यो टुथपिक ल सुरुप्पा तिमी पनि खान्छौ कि भाइलाई ल भाइ कस्तो ल खतरा ल गुडिया ल खाऊँ त हजुर कस्तो छ पोलो क्या बुढो कस्तो छ त नि आफैले बनाएको झिर तपाईँको टोपी त खोल्नु भयो बुढो किन भन्नु न तपाईँको टोपी अलग्ग खोल्नु है पुरै उस छ सावर त्यो अघि धुलो लानेर लगाइदिएको युट्युब टिप्दा सबमा हुन्छ मामा खानुहोस् है गाइड मेरो बर्थडेको मामा जाऊ ओके भयो अब
हेर साथीहरू मेरो बर्थडेको केक ल हेर ह्याप्पी बर्थडे कमला दिदी ल हिँड बेबी ल हिँड ल हिँड 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 ल नानी अघि हिँड ल मामु केक आयो है आयो है आयो है आयो है ल हेर केक खाने मान्छे कस्तो ह्याप्पी भएर अगाडि अगाडि हिँड्नुपर्छ ल छोरो र छोरी चाहिँ यहाँ पुरा ओभर एक्साइटेड केक काट्नको लागि Happy birthday, happy birthday, happy birthday to me. Tali! Happy birthday to me. Happy birthday Happy birthday to me लो रक्षा गरौँ भगवान सधैँभरि यसरी नै ल अब यो चाहिँ पुग्ने वाउ सो नाइस ल ह्याप्पी बर्थडे टु मी Happy birthday to me. Happy birthday to me. ल भगवानजीलाई चाहिँ अलि यता बस्नु न बाउ यो ओमलाई हुने दि ल ओमलाई राखिदिनुहोस् पहिला म हेरौँ त ल केकलाई हेरौँ सानो उता पहिला हेरौँ उता ल सकिन्छ त्यता हेर्नु पहिला उता 1 2 3 go ल मम्मी बस्नु एकचोटि फोटो खिचिहालौँ बस्नु बस काटेको होइन ल बस्नु काटिसक्यो कि ल बस्नु छोड्नु यही राखा लिएको छु ल राम्रो फोटो हेर्न एउटा म बस्छु है अनि म हजुरबाट खिचिदिन्छु अब म मेरो छोरा र छोरीलाई के खुवाउँछु Happy birthday, happy birthday. Happy birthday. ह्यापी बर्थडे Happy birthday. मम्माको ह्यापी बर्थडे मेरो छोराको बिटको ह्यापी बर्थडे ल मलाई टिका लगाउनुहोस् त Happy birthday, happy birthday. साली ल अब टिका अब टिका भयो। अब बिटलाई टिका लगाइदेऊ त मेरो छोरीले त्यस्तो पनि होइन नि ल बिटलाई टिकी लगाइदेऊ बेबी यहाँ टिकी लगाइदेऊ ल नमस्ते होइन त्यसरी खाने होइन यसरी चिकनले त मामुको टिकी लगायो अहिले अहिले खाने आज ल नमस्ते गर्नुहोस् मामुलाई नमस्ते ह्याप्पी टु यु मामा मामुलाई हेरेर भन्नुहोस् त माथि ह्याप्पी टु यु मामु थ्याङ्क यू ह्याप्पी बिट दादाले टिकी लगाइदिनुहोस् मामु खाम थ्याङ्क यू त्यो धर्नलाई ल ल गर्नु छिटो पुसा पुसा अब गयो टिसुले पुस्नुहोस् गाला लगाइदेऊ के खुवाइदिनु साइडमा क्या त झिकी हुन्न अब हुन्छ फुगडी त्यस्तो गरी भयो टिकी भयो म्याजिक वाला हो रे नमस्ते Magic वाला त जाउँ ल बिटलाई त्यो खुवाइदेऊ नि त के खाइदियो हामी बिटले बिटलाई पापै केको कसरी हो कति मिठो रहेछ बिट कति मिठो रहेछ बिट त मैले खाने पाएको के छैन मैले खाने पाएन भन्दा थ्याङ्क यू फर स्विट केक यमी केक ल्याइदिएछ मेरो बर्थडेमा दादाले नानी होइन ओ पक पक केक टाँसिन्छ के पानी डेलो भएछ ल पानी खोइ ल मम्मी आउनु यो हो यमी हुन्छ बेबी त्यस्तो नगर्नु बेबी खाने हो कि त्यो जुठो हुन्छ क्या नानीलाई खुवाइदिने हो नानी हो खाने हो ए ल नानीलाई त होइन अब त नमस्ते होइन नानीलाई होइन अब खाने हो भनेन पहिला मामुलाई खुवाइदिन्छु है कोट सिलाउन जाने भने है अन्त के हो बा जम्मै मोरियममा गई नाम दिनु होला लेक्सन
चिप्ले ढुङ्गाको अब छोरोले केक खाने पालो हो आमाबाट हामीले आएको नमल्ल त्यो त मल्लाइन पऱ्यो भने त्यो चिप्ले ढुङ्गा माथि के ट्रेडमल देख्नु भएन त्यसकै छेउछाउमा रथ साह्रै ठुलो आयो क्या ठुलै खुवाइदिनु न त त्यही छेउछाउमा नाटीलाई चाहिँ समात्नु होइन बडा मलाई ठुलो ट्रेडमलको तलमाथि हेर्नु महिला चाहिँ नआउने मम्मी क्रिम भयो अब लेखनाथ महोत्सव पछि यहाँ हो ए लेखनाथ मसँग त जलपरी बर्थडे धेरै धेरै धन्यवाद त्यो बुढोले ल्याएको थियो मम्मी ए मेरो छोराहरूलाई खुवाउनु बिर्सेर ड्याडी खुवाइ बुढिया के खाने पिरियड रेडी गरिहाल्छ न ल थपे थपे त कतिको हुन्छ फेरि ल के ल सबैले चिकिला ह्यापी टु यु गाइज क्रिसमस डेमा लाउने हो नि त पर्सि आज 23 भोलि 20 पर्सि 20 थिएन क्रिमलाई लजरी ह्याप्पी बर्थडे एकदम मेनी मोर एकदमै ह्याप्पी खुसी स्वस्थ यतिको बर्थडे आयो भने अब न्यू इयर आयो इङ्ग्लिस न्यू इयर भन्ने आयो मेरी क्रिसमस न्यू इयर रानीको बर्थडे एकैचोटि आउँछ ह्याप्पी बर्थडे सबैलाई अब रानीले पनि के खान्छ है के खानुहुन्छ फेरि है रानीको बर्थडे फेरि 19 गते ए राम थ्याङ्क यू ड्याडी थ्याङ्क यू भन्नुहोस् वेलकम ल यम्मी आइछ त केक त भन न ल बुढो त्यो के थोरै बुढो म त कस्तो न्याच्छ भयो बास धेरै लाउने आउँछ बर्थडे में त्यो थाहा गर्नु छोडेर यहाँ बस मामुको छोरी अच्छा मेरो नि ह्याप्पी टु आउँदैछ नि भन 19 गते केक दिनु रे यति मेरो सानोको यहाँ केक सिद्धिसक्यो के गर्ने हो ड्याडीले हाले कि हालेन हाले गरिदिएर केकै छैन दादाले केक खाँदै हुनुहुन्छ खानु पख लौ लौ लाउ ल मम्मी थोरै मम्मी यति ल खा खाइलाउ रानी टोरेर त्यो 14 प्रो भन्ने भो भो भन लाउ आऊ आऊ त्यसै भन्नुभएको सानो मामु ल्याऊ ल खाऊ खा भ्याए छैन यो त खानु हुने त फा भने हिँडेर फा गर्ने अब ल ल भयो बेबी भयो त्यो त खाने होइन है यो त आची हो खाने होइन त्यो क्रिम हो त्यो त मम्मीले क्रिम नदिने खाँदैन ल यो पनि खानु ल ल्याउ सानो प्लेट ल्याउ अब भन्डाङ गरेर खाने आऊ ल जाऊ ल भ्यायो दादाले नि भ्यायो ल दादा फिनिस कुर्कु चाहिँ उचालेर हेर्ने हेरेर छैन कि दादाको नि ल ल्याउ दादा छैन दादाले नि यसै खाएको ल ल हिँड बेबी ल जाम त्यतैबाट आऊ बहिनी हिँड बहिनी हिँड ल ल भाडा राख्न जान्छ सानुले ल ल जाऊ बाई बाई खत्रा गर्ने है